एउटा राम्रो सुगाको रूप लिएर आफ्नो बुवाको काँधमा बसिन्। त्यस साउले पनि त्यस सुगालाई एउटा पिञ्जडामा हालेर आफ्नो घरमा लिएर गए। उता घरमा भने लामो समयपछि आफ्नो लोग्ने फर्केर आएको देख्दा सौतेनी आमा निकै खुसी भइन् अनि आफ्नो लोग्नेलाई बडो स्वागत सत्कार गरिन्। त्यस कुमारीका बुवाले पनि केही थाहा नपाएको जस्तो गरेर त्यस कुमारी कहाँ गइन् त भनेर सोधिन्। आफ्नो लोग्नेको यस्तो कुरा सुनिसकेपछि सौतिनी आमा चाहिँले भनिन्, खोइ मितिनीको विवाह छ भनेर गएकी थिइन्, आजसम्म आएकी छैन। आफ्नो स्वास्नीको यस्तो फटाइ चाला देखेर त्यस कुमारीको बुवाको रिसको सीमा नै रहेन अनि उनले पनि तुरुन्तै आफ्नो स्वास्नीलाई त्यही ढिक्कीमा लग्यो अनि त्यस कुमारीको झै गरेर हात खुट्टा कुचिदियो। यसरी हात खुट्टा कुचेर बुढी भएकी आफ्नी श्रीमतीलाई उसले जङ्गलमा लगेर छाडिदियो र सुगाकै रूपमा भए पनि आफ्नो छोरीलाई पाउँदा बाबु चाहिँ सन्तोषै मानेर बस्यो।